हेलो साथीहरू नमस्कार, के छ हालखबर? आज चाहिँ हामी यहाँ मानव धर्म सेवा समितिबाट मार्फत सफाई कार्यक्रम गर्दैछौँ हैन। श्री बज्रबाराई मन्दिर प्रवेशद्वारमा हामी यहाँ अहिले आगमन भएका छौँ हैन। र भोलि यो बुद्ध जयन्ती सत्संग समारोह कार्यक्रमको कारणले गर्दा हामी यहाँ सरसफाई कार्यक्रमको लागि उपस्थित भएका छौँ। अरू कुरा यहाँ सार प्रसाद हाम्रो चाहिँ यहाँ प्रोग्राम चाहिँ यहीँ हुँदैछ। यहाँ पन्डाल पनि बन्दैछ। अब यहाँ भले चाहिँ अलिकति मिठो पनि गफ गर्नुभयो, रमाइलो पनि भयो है। ठिकै छ। अब यहाँ हाम्रो बाइजहरू नै आएर यहाँ अब सुरु गर्दै हुनुहुन्छ। फोटो सेसन भएपछि हामी यहाँ सरसफाई अभियान सुरु गर्छौँ हैन। ल अहिले यति नै। अहिलेपछि हामी फेरि ब्याक रिटर्न आउनेछौँ है त साथीहरू। ल बाई बाई। हाम्रो युवा क्लबहरू है, युथ क्लबहरू चाहिँ यहाँ हिँड्दैछन्। केटाहरू युवा क्लब हाम्रो मानव युथ क्लबहरू केटाहरू एकदम सक्रिय छन्। अब यहाँ टक्क लाएर सरसफाइ कार्यक्रम हुन्छ। हामी पनि आबद्ध भएका छौँ। मास्क पन्जा सबै लाएर चस्मा पनि लगाएका छौँ। अब एकछिनपछि हाम्रो यहाँ सुचारू हुँदैछ है त गाइजहरू। ल हुनुहुन्छ राजन प्रसाद अर्याल ल अनि अरू र संयोजकमा हुनुहुन्छ गङ्गा देवकोटा। हजुर उहाँको उपस्थितिमा हामी छौँ हजुरको। ल अब सबै प्रेमीहरू आइरहनु भएको छ, देख्न सक्नुहुन्छ। जमघट भइरहेको छ। अब एकछिनपछि हामी कार्यक्रम सुचारू गर्नुहुन्छ। जयकार मनाएर अनि सुरु गर्छौँ। ल है त। अहिलेको लागि यति नै। म अहिलेपछि फेरि आउँछु है त। यहाँ कार्यक्रम सुचारू भइरहेको छ साथीहरू है। भोलि सबैजना हामी बिहान र्यालीमा कति बजी आइपुग्नेछौँ? 7 बजी सबैजना आफ्नो आफ्नो ड्रेस वेशभूषामा हामी आउनेछौँ र हाम्रो स्वयंसेवकहरू आफ्नो ड्रेस राम्रो ठाउँको ल
है गाइजहरू हामी चाहिँ सरसफाइ गर्दै अभियान अगाडि बढाउँदैछौँ अनि हामी खुद आबद्ध भएर नि क्यामेराम्यान पनि मैले आफै खिचिरहेको छु है मेरो यहाँ सहायकहरू हुनुहुन्छ के छ हजुर यसो मन्तव्य दिनु सरसफाइ कार्यक्रम भइरहेछ हजुर सबैजना हुनुहुन्छ त्यसलाई देख्न सक्नुहुन्छ तपाईँले भिडियो पनि अहिले खिचिरहनु भएको छ तथा अहिले सरसफाइ कार्यक्रम एकदम आबद्ध भएर अहिले चार प्रसाद घलेका र यहाँ घले परिवार सबजना घले परिवार हुनुहुन्छ यो चाहिँ हाम्रो ठ्याक्कै लगाएर मेरो युट्युब च्यानलमा ठ्याक्कै अपलोड हुन्छ आज बेलुका चाहिँ ठ्याक्कै लगाएर एकदम भ्यू दिनु होला हेर्नु होला साथ सपोर्ट दिनु होला माया गरिदिनु होला है त अहिलेको लागि हामी फेरि काममा आबद्ध हुँदैछ धन्यवाद भाइ मजाले सफा गरौँ पातहरू एउटा पनि नरहोस् मजाले एकदमै है मन लगाएर सेवा गर्नु होला सेवा नै ठुलो धर्म हो हेर्नु के भन्न चाहनुहुन्छ ल है त हजुर हजुर ल हाम्रो एकता कति छ हामी हेर्न छौँ है त यहाँ ल हेर्नुहोस् साथीहरू हामी चाहिँ अब बिस्तारै बिस्तारै अगाडि बढिरहेको छौँ सरसफाइ गर्दै पनि हामी यसो रमाइलोपन पनि खिच्दैछौँ ल साथीहरू स्वयंसेवकको उहाँले यो पोसाक पनि लाउनु भएको छ तर मैले चाहिँ पाएको छैन है म चाहिँ क्यामेराम्यान भएको कारणले गर्दाखेरि ठिकै छ के हुँदैछ यहाँ अब त तपाईँको सरसफाइ कार्यक्रम भइरहेछ सरसफाइ कार्यक्रम यति हो अहिले यति मात्र बुझौँ अरू के नबुझ्छु ल राम्रोसँग गर्नु होला है त यो त अगाडि ल्याएर राखिदिइरहेको छ झन् पानी पऱ्यो भने चाहिँ बिजोग हुन्थ्यो नि सबै कार्यक्रम एकदम द्रुत गतिमा भइरहेको छ है ल ठिक छ सबै कार्यक्रम गर्ने बेलामा चाहिँ हाम्रो एकजना युवक भाइको चाहिँ हातमा घाउ भएको छ पन्जा पनि एकदम क्र्यास भएर च्यातेको छ उहाँलाई चाहिँ कृपया एउटा कृपया भएको लागि चाहिँ एउटा मैले के भन्न चाहन्छु भन्दाखेरि पन्जा चाहिँ नयाँ ल्याएर उपलब्ध गराइदिनु म एकदम अनुरोध गर्दछु हेलो साथीहरू हामी चाहिँ यहाँ सेवा गर्ने क्रममा एकजनाको उहाँ पन्जा नै च्यातेर ध्वस्त भएको छ देखाउनु होला यस्तो बिजोग भइगयो नि उहाँले आफ्नो काममा आबद्ध भएर सेवा गरिरहनु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद मुरीमुरी धन्यवाद मक्ख पनि परिरहनु भएको छ है मलाई नै चाहियो झाडु एकता पन्जा दिनु न यता यहाँ उहाँजीको पन्जा नै च्यातेर एकदम धुजा भएको छ यस्तो हालत भएको छ ल हेर्नुहोस् सेवा गर्ने क्रममा चाहिँ पन्जा चाहिँ यो जानी होइन 81 च्यातिन सकिन्छ
पानीको यता कति व्यवस्था छैन होला त पानीको हामीले बोतल ल्याएनौँ है हाम्रो एकदम साहसी मान्छे बाघलाई नहुँदै हुनुहुन्छ बाघलाई पालेर राख्नु भएको छ उहाँले हजुरको मन्तव्य दिनु होला मन्तव्य यहाँ विशेष दिउँ न के किन लजाउनै पर्दैन मन्तव्य नदिएर उहाँ लजाउनु भएको छ उहाँलाई एकदम हौसला बढाउनलाई ताली बजाइनु होला सरसफाइ गर्न आएको के भिडियो खिच्न आएको होइन नि त जान्छ त्यही भएर ओहो हाम्रो भ्लग छ नि त दिदी भ्लग हेलो साथीहरू के छ हाल खबर हामी चाहिँ यहाँ बिचमा ठ्याक्कै सरसफाइको बिचमा पुगेर
यसो एकछिन रेस्ट लिएर तपाईँको खिच्दैछु होइन, परिक्रमा गर्दैछु। अहिलेको लागि हामीले चाहिँ यसो रेस्ट लिएको अवस्था छ। सरसफाइ कार्यक्रम जारी नै भइरहेको छ। अहिले चाहिँ हामी अलिकति अब अर्को ग्राउन्ड पनि हाम्रो यहाँ छ भन्ने लागेको छ। के छ हजुर यहाँ अब अर्को कुन ठाउँमा हामी प्रवेश गर्दैछौँ? हजुर त्यति नै हो। ल बज्रबाराई मन्दिर कि जय। बज्रबाराई मन्दिरमा चाहिँ हामीले सरसफाइ कार्यक्रम गरेको छौँ आज। एकदमै रमाइलो पनि भयो है। अब यहाँ बाइजीगणहरू लेखिदिएर सबैजना मानव धर्म सेवा समितिको सरसफाइ कार्यक्रम अभियान एकदमै राम्रोसँगले चलिरहेको छ। तपाईँहरूलाई अप टु डेट गराउने नै छौँ है त। भजन पनि चलिरहेको छ। ल बज्रबाराई मन्दिरमा आउनु भएको छ, के भन्नु छ हजुर? राजाको जय। बज्रबाराई मन्दिरमा चाहिँ सरसफाइ कार्यक्रम भइरहेको छ। यहाँलाई सुस्वागत छ र एकदमै तपाईँहरू पनि एकदमै सरसफाइमा आएर आबद्ध भएर सेवा गराउनु भएको छ। धेरै खुसी भइरहेको छ। त्यस्तै गरी हामी पनि अरू क्षेत्रमा पनि यसरी सरसफाइको कार्यक्रम गर्नेछौँ। राम्रो र सुन्दर काठमाडौँ बनाउँछौँ हामीले है। र यति भन्दै अहिले म यहाँबाट बिदा हुन चाहन्छु। यसो सिनहरू देखाइदिनु होला। योजना भइसकेको छ हजुर। आएर सफल पनि हुन लागिसकेको छ। तपाईँ योजनामा अब अन्तिम कार्यक्रम छ। थोरै थोरै अब सरसफाइ गरेर हामी बिस्तारै बिस्तारै हजुरको घरतिर लाग्दैछौँ। के हो एकदम रमणीय छ। अहिलेको लागि यति नै। साथीहरू हामी चाहिँ यहाँ जङ्गलमा हराएको अवस्था है। यहाँ पिछा फेर्न निस्केको कता कता पुग्यो हेर्नुहोस्। बित्थल लिएर हामी त जङ्गलमा हराइरहेको छौँ। ल हेर्नुहोस् यहाँ बिथल चोक हजुर, बिथल चोक। यहाँ आएपछि जो पनि बिथलिन्छ। बिथल्ने भाएर बिथल चोक भन्छ यसलाई। अहिले शौचालय रेस्टरुम गएको विपत्ता कहाँ हो कहाँ घुमेछौँ। न घर पत्ता लाउनु न बाटो पत्ता लाउनु। टाँट हल्लिएर पेटा आन्द्रा गइसक्यो। ल हेर्नु यहाँ सिनहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। जङ्गल यस्तो घनाघोर जङ्गल छ। राति चाहिँ यहाँ बाघ आउने सम्भावना धेरै छ। हेलो साथीहरू, अब हाम्रो चाहिँ यहाँ लगभग कार्यक्रम सफल पनि भयो। पनि सकेको छ। अब यति हामी पखालेर अब हामी घरतिर फर्किँदैछौँ। के छ हजुर मन्तव्य यस्तो राखिदिनु होला। अब बज्रबाराई मन्दिरको सरसफाइ कार्यक्रम सिद्धियो। हजुर अब हामी बिस्तारै गन्तव्य घरतिर लाइन कार्यक्रम छ। आसन गरेर चिया पानी नास्ता गरेर निस्किँदैछौँ हजुरहरू। यति भन्दै मेरो भ्लग आज यहीँ सम्पन्न गर्न चाहन्छु। हस्त बाई बाई। हेलो के हो मजाले खाजा खाँदै हुनुहुन्छ त? स्पेसल खाजा। साथीहरू हामी चाहिँ है धमाधम खाजा खाइरहेको छौँ। हाम्रो सरसफाइ कार्यक्रम सकिएको छ है। अब सबैजना लाइक सेयर सब्सक्राइब गरिदिनु होला। भिडियो सेयर गरिदिनु होला। धन्यवाद।